पश्चिम क्षेत्रको आवाज रेडियो साइनोको प्रस्तुति कार्यक्रम शिक्षा र सरोकारका कार्यक्रम लिएर म प्रस्तुता विश्वराज अर्याल उपस्थित भइसकेको छु। रेडियो साइनोको आफ्नै उत्पादनमूलक कार्यक्रम शिक्षा र सरोकार हरेक हप्ता शनिबार सभा 8 बजेदेखि 9 बजेसम्म प्रसारण हुने कार्यक्रम हो। हरेक हप्ता शैक्षिक क्षेत्रमा आफ्नो लामो अनुभव राख्नुभएका व्यक्तित्वहरूलाई चाहे भौतिक रूपमा होस् वा भर्चुअल रूपमा होस् उहाँहरूलाई आमन्त्रण गरी उहाँका अनुभव प्रसारण गर्ने गर्दछौँ। उहाँहरूको अनुभव कसैका लागि प्रेरणा बनोस् भन्ने पनि हाम्रो मुख्य उद्देश्य रहेको छ। यसै सन्दर्भमा आजका अतिथि हुनुहुन्छ थकिन कुमार गुरुङ, ग्रिनल्यान्ड इन्टरनेसनल स्कुलका प्रिन्सिपल एवं प्याप्सन केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ। सर्वप्रथम आजका अतिथिज्यूलाई हामी रेडियो साइनोको शिक्षा र सरोकार कार्यक्रममा स्वागत गर्न चाहन्छु। सर नमस्कार। नमस्कार। पश्चिम क्षेत्रको आवाज रेडियो साइनोमा सरलाई हार्दिक स्वागत गर्न चाहन्छु सर। धन्यवाद सर। यो शिक्षा जस्तो पवित्र क्षेत्रमा सरको चाहन्छु कि चोइस हो मेरो जिज्ञासा रह्यो सर। हजुर, अब यो शिक्षा चाहिँ अब जन्मजात सिकेर आउने कुरा होइन रहेछ। यो कतिपय बाई नेचर हामीलाई गडले दिएको के कुरा त हुन्छ। अब त्यो गड गिफ्टेड जन्मजात पाएको स्वभावहरूलाई अब समाजमुखी बनाउने, अब त्यो बनाउने क्रममा थुप्रै सिपहरू चाहिँ नानी बाबुहरूले सिक्नुपर्छ, बालबालिकाले सिक्नुपर्छ। त्यसलाई शिक्षा चाहिँ अब घरबाट पनि सिक्छ, समाजबाट पनि सिक्छ र विशेष गरेर औपचारिक ढङ्गले चाहिँ विद्यालयबाट सिक्छ। अब विद्यालयले नहुने पाठ्यक्रमहरू, मूल्याङ्कनहरू, क्रियाकलापहरूले चाहिँ उसको समग्र व्यक्तित्व विकासमा जीवनभरि प्रभाव पार्न सक्छ। त्यसलाई यो शिक्षा चाहिँ एकदमै संवेदनशील छ। यसलाई चाहिँ हरेक ढङ्गबाट हामीले एकदम संवेदनशील भएरै शिक्षालाई चाहिँ बोल्ने, लेख्ने, पढ्ने गर्नै पर्छ होला। त्यस कारण यो शिक्षा चाहिँ एकदमै ठुलो व्यापक छ। अब अनौपचारिक ढङ्गले पनि धेरै मान्छेहरूले सिकेकै हुन्छ होइन। अब अहिले चाहिँ आधुनिक शिक्षामा चाहिँ थुप्रै साइन्सले, समाज विज्ञानले होइन अब समाजको बारेमा धेरै अनुसन्धान अध्ययनहरू भएको हुनाले अब चाहिँ फेरि औपचारिक शिक्षामा गएर आफ्नो गुरुसँग कुनै आफूलाई मनपर्ने विषयवस्तुसँग सँगै हुन सकेन भने चाहिँ अब कुनै पनि मान्छेलाई चाहिँ हामी विद्वत भन्न गाह्रो पर्छ। त्यस कारणले अहिले चाहिँ आधुनिक शिक्षामा चाहिँ अनौपचारिक भन्दा औपचारिकलाई बढी प्राथमिकता हुन्छ। तर मलाई चाहिँ लाग्छ शिक्षा चाहिँ अनौपचारिक ढङ्गले पनि सिक्छ। केही कुरा मनमा आउँछ, केही कुरा लाग्छ होइन, केही कुरा नयाँ कुराहरू अनुसन्धान गर्न मन लाग्छ। तर वैज्ञानिक ढङ्गले, साइन्टिफिक ढङ्गले रिसर्च गर्ने, विधि पुर्याएर गर्ने र त्यसलाई संसारभरि मानव जातिको लागि अथवा यो ब्रह्माण्डको लागि, पृथ्वीको लागि उपयोगी कुराहरू त त्यो गहिरो अध्ययन अनुसन्धान नै चाहिन्छ। तर हामीले चाहिँ फेरि के भन्दा केही मान्छे विद्वान हुन्छन्, केही मान्छे साइन्टिस्ट हुन्छन्, तर सबै आम पब्लिक चाहिँ साइन्टिस्टै हुनुपर्छ भन्ने छैन। उसलाई असल नागरिक बनाउने, असल ज्ञानी बनाउने होइन, आफूले सिकेको कुराहरू चाहिँ आफ्नो पेसा व्यवसायमा लागू गर्ने र अब समाजप्रति, देशप्रति, बाबुआमाप्रति होइन अब अनुग्रही हुने खालको उसको आनी बानीमा पनि हामीले परिवर्तन ल्याउनुपर्छ। यो शिक्षा चाहिँ औपचारिक अनौपचारिक हुँदै आउने विधिसङ्गत ढङ्गले आउँदाखेरि चाहिँ औपचारिक शिक्षाको चाहिँ महत्त्व त रह्यो। तर पनि असल मान्छे चाहिँ सबै पढ्नुपर्छ, सबै विद्यालय गएपछि विद्वान हुन्छ, अब युनिभर्सिटी गएपछि सबै मान्छे असल हुन्छन्, ज्ञानी हुन्छन् भनेर चाहिँ सक्दैन। त्यसैले यो एकदम अमूर्त कुरा छ। अब मान्छे कसरी असल हुन्छ, कसरी ज्ञानी हुन्छ, अब यो चाहिँ समाज, विद्यालय होइन, संसार, यो ग्लोबल्ली पनि यसको पनि अर्थ रहन्छ। यो शिक्षा चाहिँ बुझ्न चाहिँ एकदम गाह्रो छ। तर पनि अब समाजमा विकास क्रम सँगसँगै मानव विकास पनि भइरहेकै छ। अब हामी नेपालीहरू संसारमा अलि बहादुर
इमान्दार अनि मेहनती भनेर चिनिन्छन्। त्यसैले हाम्रो अहिले चल्दै आएको शिक्षाहरूमा केही चेन्ज त गर्नु पर्ला, तर धेरै गर्नु पर्दैन। हामीले अलिकति धार्मिक आस्थासँग जोडेर जीवन जिउने सिपहरू सिकाउनु पर्ने छ अब, किनभने नैतिक पतनहरू मान्छेहरू अलिकति लोहीपापी होइन, भौतिक संसार मात्रै संसार हो होइन। अब धार्मिक संसार, अब यो मायाको संसार त फरक छ नि त। अब बाउले आमालाई माया गर्ने, छोराले छोरीलाई, भाइले दिदीले भाइलाई गर्ने, भाइले दिदीलाई गर्ने होइन, छोराछोरीले आमा बाउलाई गर्ने, हजुरबालाई गर्ने। अब यो हाम्रो पूर्वीय सभ्यतामा आधारित हाम्रो विशेष गरेर हिन्दू संस्कार अनुसार हुर्किएको बालबालिकामा केही राम्रो पोजिटिभ पक्षहरू छन्, तर आधुनिक समाजमा आएपछि अब यो शिक्षासँग नजोडिएको हो कि होइन। अब त्यस कारणले चाहिँ समाजमा बढी विकृतिहरू फैलिएको हो कि, र विशेष गरेर ज्ञान, आत्मज्ञान भन्दा पनि भौतिक शैल सुविधा चाहिँ लाइफ हो भनेर डिफाइन गर्ने मान्छे पनि छन्। त्यसले अन्ततोगत्त जहाँसम्म लाग्छ मान्छे समाजको लागि चाहिँ फलदायी हुनुपर्छ। आफ्नो लागि मात्रै बाँच्ने होइन, यो समाजको लागि पनि बाँच्नुपर्छ। देशको लागि सकिन्छ भने के गर्नुपर्छ, केही पनि सकिएन भने असल नागरिक चाहिँ हुनुपर्छ भन्ने ढङ्गले जानुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। सर, शिक्षण सिकाइमा अग्रसर हुनुभएको पहिलो विद्यालय कुन हो अथवा कलेज कुन हो र कहाँबाट सुरु गर्नुभयो भन्ने मेरो जिज्ञासा। मेरो पूर्व प्राथमिक शिक्षा चाहिँ म 3 वर्षको उमेरसम्म, 4 वर्ष भन्दाखेरि नेपाल फर्केको। मैले चाहिँ मेरो बुवा चाहिँ ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो, म ब्रुनाईमा जन्मेँ। ब्रुनाईमै मैले चाहिँ पूर्व प्राथमिक शिक्षा चाहिँ मैले गरेँ। त्यो चाहिँ मलाई त्यति याद छैन। म 4 वर्षको उमेरमा चाहिँ तनहुँको फिरफिरे, साबिक फिरफिरे गाविस भन्थ्यो, अहिले त शुक्ला गण्डकी 12 नम्बरबाट पर्छ। अब म कक्षा 7सम्म त्यहीँ हुर्केँ। अनि गाउँकै परिवेशमा पुरै बिहानदेखि बेलुकीसम्म गुरुङ भाषा बोलेर होइन, कहिले कहिले रेडियोमा चाहिँ नेपाली भाषा सुन्ने। 7 कक्षासम्म मेरो कक्षामा चाहिँ करिब 40-45 जना विद्यार्थी हुँदाखेरि क्षेत्री बाहुनहरू चाहिँ 8-10 जना, कामी दमाईहरू चाहिँ शिल्पी समुदायबाट चाहिँ 8-10 जना, अरू बाँकी सबै गुरुङहरू हुने समुदायमा पढेँ मैले। त्यसपछि 8, 9, 10 चाहिँ म अनि गाउँ फर्कँदा मावि ढोरफिर्दी तल दुलीबाट पारी गरेर पढेँ। अब त्यहाँ गएपछि चाहिँ अलिक ठुलो समाज, मैले सबै समुदायहरू भेटेँ। त्यहाँ गएपछि अरू व्यापक रूपमा साथीहरू पनि बने। त्यहाँको पढाइ पनि त्यो बेला जमानामा राम्रै थियो जस्तो लाग्छ मलाई। हामीले मात्र के भने अङ्ग्रेजी भाषा चाहिँ खासै सिक्न पाएनौँ। त्यतिखेर चाहिँ अङ्ग्रेजी पनि नेपालीमा पढाइ हुन्थ्यो हाम्रोमा चाहिँ, अब भोग्ने मात्रै हुन्थ्यो। त्यसरी मैले 41 सालमा मेरो एसएलसी सकिएपछि मेरो दिदी काठमाडौँ हुनुहुन्थ्यो, मैले काठमाडौँमा आउने अवसर पाएँ। अनि पिपल्स क्याम्पसमा इन्टरमिडिएट तेजचन्द्रबाट ग्रेजुएट गरेँ। अनि मास्टर डिग्री चाहिँ किर्तिपुरबाट गरेँ। अनि जब म मास्टर डिग्री सकिएपछि, ब्याचलर सकिएपछि नै मलाई शिक्षण पेसामा अलिकति आकर्षण थियो मलाई। अनि त्यसपछि मैले ब्याचलर्स पास गरेपछि चाहिँ 1-1.5 वर्ष पढाएँ। अनि फेरि मास्टर डिग्री पढ्नलाई फेरि छोडेर गएँ। अनि मास्टर डिग्री सकेपछि चाहिँ फेरि स्कुल र कलेजतिर पढाउँदै पछि चाहिँ अब विद्यालय सञ्चालकको रूपमा, प्रिन्सिपल रूपमा चाहिँ 2053 सालदेखि चाहिँ विद्यालयको चाहिँ प्रिन्सिपल, अब अङ्ग्रेजी शिक्षक, अनि त्यसपछि चाहिँ विद्यालय व्यवस्थापक अब भएर लगानीकर्ताको रूपमा पनि बढी जिम्मेवारी भयो। अहिलेसम्म आइपुग्दाखेरि स्कुलमा आउँदा मलाई रमाइलो लाग्छ, नानी बाबुहरूले नाचेको रमाइलो लाग्छ, धेरै असल ज्ञानी बच्चाहरू देख्छु क्लासरुममा। अनि आफ्नो बच्चा पनि यस्तो भइदियोस् भन्ने एकदम आत्मानुभूति हुन्छ। अनि के बच्चाहरूले असाध्यै दुःख दिन्छन् भनेको मान्दै हुन्छ, पढ्दै पढ्दैन होइन। अनि अब त्यस्तो देख्दाखेरि यो पेसा चाहिँ दिक्क लाग्छ होइन। यस्तो हुँदा हुँदै अहिले
28 वर्ष जति म व्यवस्थापकको रूपमा काम गरिसकेको छु। 3 वर्ष जति शिक्षकको रूपमा पनि काम गरेँ होइन। अब क्याम्पसतिर पनि पढाउने कामहरू गरेँ। पढाउने कुरा चाहिँ मलाई एकदमै रमाइलो लाग्छ, जानेको कुराहरू भन्न पाउँछ। अब क्लासमा शैक्षिक वातावरण चाहिँ राम्रो छ र विद्यार्थीहरू पनि राम्रो छ भने पनि शिक्षण पेसा चाहिँ असाध्यै राम्रो जस्तो लाग्छ मलाई। तर अब त्यहाँभित्र बैमानी बच्चाहरू होइन अनि व्यवस्थापकहरू सही छैन भने चाहिँ फेरि विद्यालय चाहिँ यस्तो ठाउँ हुन्छ, कक्षा कोठा पनि अराजक बन्न सक्छ। अब अहिले त अब सबैको अधिकार भन्छ, बाल अधिकार भन्छ, अब छुन पाइँदैन भन्छन् होइन। अब त्यसपछि अलिकति गाली पनि ठुलो स्वरमा गऱ्यो भने माइन्ड गर्छन्। अब अलिकति रिसको बेलामा वेद पढिँदैन भने जस्तो अलिअलि गाली गरियो, त गदा कता कुकुर भन्यो भने पनि अब अहिले चाहिँ सरले मलाई यसो भन्नुभयो भनेर अभिभावकले पनि यसो त नभने हुन्थ्यो भन्ने खालको सब आइपुग्छ। अहिले नेपालको परिस्थिति चाहिँ त्यहीँनिर गएर अड्किएको छ। अब साँच्चै शैक्षिक गुणस्तर ल्याउने कि अब यो समाजलाई हेरेर हामी चाहिँ जस्ट मुखदर्शक भएर शिक्षक बन्ने कि चाहिँ एउटा ठुलो चुनौती जस्तो देख्छु मैले चाहिँ। अब यो सोसल मिडियाले हामीलाई सूचनाहरू दियो होइन, अब जानकारीहरू दियो, सस्तोमा पैसै नपरिकन पनि हामीले धेरै कुराहरू जानकारी पायौँ। तर जानकारी सँगसँगै सानोभन्दा सानो घटनालाई पनि अतिरञ्जित गरेर शिक्षक भनेको चाहिँ यस्तो हुन्छ, शिक्षकले चाहिँ 4 बजेपछि यसो गर्छ, शिक्षकले बिहा गर्यो होइन, अब शिक्षकले भाषण गर्यो, शिक्षकले राजनीति गर्यो होइन। अब हामी त राजनीतिक पार्टी हो मान्छे भनेको, अब समाजमा हाम्रो पनि ढाँडा त जानुपर्छ। अब भलै झोलै बोकेर हिँड्न हुन्न भन्ने कुरोमा चाहिँ म सहमत छु। तर अहिले नेपालको शिक्षा चाहिँ त्यहाँनिर गएर अड्केको छ। वास्तवमा एकदमै व्यावसायिक शिक्षक हुनुपर्छ। क्लासरुम चाहिँ यस्तो शैक्षिक वातावरण हुनुपर्छ, एकाडेमिक इन्भाइरोमेन्ट हुनुपर्छ। विद्यालय आफै स्वयं मन्दिर जस्तो यस्तो वातावरण हुनुपर्छ। त्यहाँ सहज, सबैले सहज हुने वातावरण चाहिँ सिर्जना गर्नुपर्छ। अब बाल अधिकारको कुरा ठिक हो, के हदसम्म बालकहरूको पनि अधिकार हुनुपर्छ, तर अधिकारको नाममा चाहिँ दुरुपयोग हुनुहुन्न भन्ने चाहिँ लाग्छ। अहिलेको आधुनिक शिक्षामा चाहिँ आइपुग्दाखेरि चाहिँ अलिकति गाह्रो छ। अहिलेको परिस्थिति चाहिँ हामीले गुणस्तरतिर लान खोज्दाखेरि अवरोधहरू आउने चाहिँ धेरै ठाउँहरू देख्छु। त्यस कारणले चाहिँ अहिले चाहिँ हिजोको गुरुकुल शिक्षामा गुरुले भनेपछि चाहिँ अब औँला समेत काटेर दिने शिष्यहरू थिए। अब त्यो जमानाहरू आएन भनेर थोरै अब सचेत हुनुपर्ने हामी विद्यालय सञ्चालक, प्रिन्सिपल अनि शिक्षकहरू पनि अत्यन्तै धेरै सतर्क भएर शिक्षा दिनुपर्ने। चारैतिर काँडाले कता फर्किँदा कता घोच्छ भन्ने हिसाबले अलिक सचेत भएर चाहिँ अब पढाउने व्यवस्थापन गर्नुपर्ने स्थिति दिनहरू आएछ। यो फ्रिडमको नाममा यो अराजक नभइदियोस्, कानुन बनोस्। कक्षा कोठामा घटेको घटनाको पनि अब कानुन लेख्नुपर्ने बेला भइसक्यो। आज एउटा पिटे खायो भने अब मुद्दा हाल्ने कहाँ, कुन अभियोग लगाउने होइन। अब ज्यान मार्ने उद्योग त होइन होला, त्यो त ज्यान मार्ने उद्योगमा हाल्न त सकिन्छ, तर पनि सहजै त्यसलाई चाहिँ प्रहरी चौकीमा गएर ज्यान मार्ने उद्योगमा त दर्ता गर्न मान्दैन फेरि, कि चोटपटक लाग्नु पर्यो। अब हाम्रो कानुनले के भन्छ, अब नाकै भाँचेपछि मात्रै अब फेरि त्यो अभियोग लिने हुन्छ। त्यस कारणले टिचर हुनु अथवा विद्यालयमा शान्तिपूर्ण ढङ्गले सबै बच्चालाई बराबर शैक्षिक गुणस्तर बनाउनलाई चाहिँ अब चुनौती भएको छ जस्तो लाग्छ मलाई। यो आधुनिक समाजमा अब कतै न कतै व्याख्या हुनुपर्छ होला, यसलाई कानुनले पनि लेख्नुपर्छ होला। अब बाल अधिकार मात्रै लेख्दाखेरि बाल अधिकारको संरक्षण गर्ने टिचरको अधिकार उसको संरक्षण पनि कसले गर्ने त? अब यो क्वेसन आयो कि अब बच्चालाई हामीले केही कारवाही गर्यो भने सिधै शिक्षकले कुटे खाने दिन आएपछि त अब हामी पनि किन बालको संरक्षण गर्छौँ त? चुप लाएर बस्दिउँला नि त होइन। अथवा कुनै पनि रिस्क छ भने त्यसलाई इस्यु नबनाउला
त्यसो गर्दाखेरि त समाजमा फेरि त्यसले विकृति त ल्याउँछ फेरि। त्यसले यो राजनीतिले बढी हावी भएको देशमा सानो कुरालाई पनि भोटसँग जोड्ने होइन, जातसँग जोड्ने, जातसँग जोड्ने गर्न हुन्न। यो शिक्षालाई विशुद्ध शैक्षिक ठाउँमै छोडिदिनुपर्छ। यसलाई चाहिँ कुनै पुलिसले वर्दी लगाएर आएर बालबालिकालाई थर्काए जस्तो होइन यो। त्यहाँको चाहिँ नियम कानुन, त्यहाँभित्रको चाहिँ अनुशासन, त्यहाँभित्रको शैक्षिक वातावरण त फेरि हामीले नै गर्ने हो। अब हामीले नसकेको दिन त पुलिस बोलाउनु पर्ला होइन, तर पुलिस बोलाउने कन्डिसन चाहिँ विद्यालयभित्र आउनु हुँदैन। अब पञ्चायतकालमा मलाई लाग्थ्यो स्कुलतिर कलेजतिर बिना अनुमति चाहिँ कुनै पनि वर्दी लगाएको सुरक्षा निकायको मान्छेहरू गेटबाटै छिर्ने अनुमति थिएन। अहिले त घरघरती आएर कोठाबाट विद्यार्थी पनि सामान लाने, कोठाबाट स्कुलबाटै अब टिचर सामान लाने। अब जनयुद्धको बेलामा त झन् स्कुलबाटै थुतेर लगाएर बन्दुक हानेर पनि घटनाहरू घटे होइन। ती विगतको कुराहरू पनि अब अहिलेको आधुनिक समाजमा अलिकति त्यसले पनि प्रभाव पारेको हुनसक्छ। बल प्रयोग गर्यो भने जे पनि पाउँछ नेपालमा भन्ने मानसिकता बढेको पनि हुनसक्छ। त्यसले नेपालको सबै हिमाल तराई पहाड कुना काप्चामा पनि बाल अधिकार मात्रै होइन, शिक्षकको अधिकार पनि, बाल अधिकारको संरक्षण गर्ने शिक्षकको पनि संरक्षण हुने कानुन पो चाहिने हो कि भन्ने चाहिँ मलाई लाग्छ। जहाँसम्म लाग्छ नेपाल सही दिशामै गइरहेको छ, तर यसलाई राजनीतिले आजबाट बन्द स्कुल वैशाखको 15 गतेसम्म नखोल भन्ने त्यस्तो खालको निर्देशन चाहिँ राज्य तहबाट नआइदियोस्। हामी स्थानीय तहमा हाम्रो विद्यालयको आफ्नो अनुकूल के विधा दिँदा ठिक हुन्छ, के कतिखेर पढाउँदा ठिक हुन्छ, कतिखेर परीक्षा लिँदा ठिक हुन्छ होइन, कतिखेर चाहिँ उनीहरूलाई चाहिँ हामीले एक्सकर्सन लाँदा ठिक हुन्छ, कतिखेर उनीहरूलाई चाहिँ हामी फिल्ड भिजिटमा लाने हो, कस्तो कस्तो एक्सपेरिमेन्टहरू क्लासरुममा गर्ने हो कि ल्याबमा गर्ने हो कि, कस्तो कस्तो ल्याङ्ग्वेजहरू पढाएपछि भोलि संसारमा हाम्रो म्यान पावरहरू दिक्छ होइन। अब यो अब रोजगार त नेपाल मात्रै त होइन, अब ग्लोबल भइसक्यो। अब यो ग्लोबल भिलेजमा हाम्रो बच्चाहरूले संसारको कुनै पनि कुना गएर प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाएर सिपहरू देखाएर गरी खाने मान्छेहरू पनि थुप्रै जन्मिया छन्। त्यस कारणले चाहिँ स्कुल चाहिँ नेपालको लागि मात्रै नेपाली मात्रै बोल्नुपर्छ भनेर पनि भएन। नेपाली भाषालाई माया गर्नुपर्छ, नेपाली संस्कार संस्कृतिहरूको जगाना गर्नुपर्छ। हामीले बुझेका छौँ त्यो कुरो। तर त्यो सँगसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जाने बेलामा ल्याङ्ग्वेज ब्यारियर नहोस्, ल्याङ्ग्वेज भाषाको कारणले अब नहोस् भनेर अब अरू विदेशी भाषाहरू चाहिँ अब उस्तै पऱ्यो। अब हिन्दीभन्दा चाइनिज पढाउन सक्यो भने बढी जब चाइनामा पाउने पो हो कि केही बच्चाले चाहिँ होइन। अब किनभने संसारकै उत्पादन त सबभन्दा सस्तो उत्पादन त चाइना देखिन थाल्यो। अब होला इन्डिया पनि छ, हामी हिन्दी फिल्म हेर्छौँ, गीतहरू सुन्छौँ, हामीले कक्षा कोठामा नपढे पनि हामी हिन्दी बोल्न सक्छौँ होइन। इन्डियन मान्छेसँग हामी सम्पर्कमा रहन सक्छौँ। हामी इन्डिया घुमेर हिन्दी बोलेर घुमेर आउन सक्छौँ, इङ्ग्लिस बोलेर घुमेर आउन सक्छौँ। तर अब जापान चाइना त हामी जान सक्दैनौँ अहिले चाहिँ। त्यसैले अब स्कुल विद्यालय शिक्षामा चाहिँ अब छिमेकी व्यावसायिक ढङ्गले पनि छिमेकी राज्यहरूसँग मिलेर भाषा अझै गर्नुपर्ने हो कि अब मातृभाषालाई पनि कहाँसम्म लाने हो, केसम्म गर्ने हो। अब म गुरुको छोरो, म 7 कक्षा पढाउन्जेलसम्म नेपाली बुझ्दिनँ थिएँ, रेडियो नेपालको समाचार सबै बुझ्दिनँ थिएँ। कानमा लाएर नजिकै लगाएपछि अलिकति बुझ्थेँ होइन। भनेपछि मलाई नेपाली भाषा बोल्न लेख्न निकै लामो समयसम्म अप्ठ्यारो भइरहेको थियो। अब मेरो मातृभाषा गुरुको कारणले मेरो भाषामा बढी आकार प्रयोग हुन्छ। त्यसैले मैले बोल्दाखेरि पनि अलिअलि बिग्रिन्छ कहिले कहिले होइन। अब लेख्ने बेलामा मात्रै पनि बिग्रिन्छ। भाषिक समस्याहरू मलाई थियो। तर पछिल्लो समयमा मैले गाउँबाट जब सहरतिर झरेँ, मैले धेरै साथीहरू चाहिँ विभिन्न समुदायको भेटेपछि मलाई आफूलाई अलि नेपालीमा भाषण दिन, लेख्न, पढ्न केही अप्ठ्यारो जस्तो लाग्दैन मलाई। त्यसरी गरी नै हामीले अङ्ग्रेजी भाषामा पनि विद्यालयहरूमा चाहिँ उसले मुटुको चाल कसरी चल्छ भनेर कुनै विदेशीले लेखेको लेख्नु पऱ्यो भने त अङ्ग्रेजी पनि राम्रो होला नि त।
अब नेपालीमा त्यति राम्रोसँग लेख्न अलिक अझै गाह्रो हुन्छ किनभने हामीसँग प्राविधिक शब्दहरू चाहिँ नेपाली भाषामा कम छ। अब बोल्न गीत गाउन साहित्य रचना पक्षमा नेपाली भाषा एकदम सक्षम संसारकै उत्कृष्ट भाषाभित्र पर्छ जस्तो लाग्छ मलाई। शब्द भण्डार अलिक यो कम छ हामीले हाम्रो। हामीले थकिन सर अहिले हामीले भाषाको बारेमा पढाइएको छ कि भाषा नै पढाइएको छ होला? भाषाको भाषै त पढाएकै छैन हामीले होइन। भाषाको बारेमा पढ्यो भने महत्त्व हुन्छ, यसो फाइदा छ है भनेर मात्रै गरिरहेछौँ। तर रियलमा भाषै पनि पढाउनुपर्छ होइन। अब के कुरा चाहिँ यो देशको लागि खाँचो छ त्यो त्यस्तो खालको म्यान पावर त चाहियो नि त। तर विद्यालय क्षेत्र चाहिँ कस्तो भयो भन्दाखेरि अब यो पढा यो नपढा यो भन्छ। अब स्विजरल्यान्डतिर हेऱ्यो भने चाहिँ त्यहाँको स्थानीय तहले चाहिँ त्यहाँ चाहिँ के कोर्स पढाउँदाखेरि चाहिँ भोलि उसले त्यो पनि काम गरेर खान सक्छ भने त्यसलाई प्रायोरिटी दिएर पढाउनु पनि चलन रहेछ। अब बेसिक म्याथमेटिक्स त संसारभरि एउटै भयो, म्याथ युनिभर्सल भयो, त्यसलाई चाहिँ लोकलाइज हुनुपर्छ। मेरो फेरिफेरिमा डाँडामा चाहिँ क्वाड्रिलेटरल इक्वेसन पढाउनुपर्छ, पढ्दैन भनेर नपढाउने भन्ने हुँदैन होला। अब साइन्टिफिक रिसर्चहरू नयाँ आधुनिक प्रविधिहरू अब त्यो चाहिँ अब युनिभर्सल छ, त्यो कुराहरू त सबै जान्नै पर्यो होइन। तर त्योभन्दा बाहेक चाहिँ अब अरू आवश्यकता अनुसार स्थानीय तहका अनुसार अब संसारलाई हेरेर देशलाई हेरेर सक्षम नागरिकहरू उत्पादन गर्ने काममा चाहिँ विद्यालयको ठुलो हात हुन्छ, शिक्षाको ठुलो हात हुन्छ। तर त्यहाँ आउँ लाग्ने पढाउँ लाग्ने सहज रूपमा पाउने कुरा चाहिँ अब राज्यबाट नियन्त्रित सामुदायिक विद्यालयहरूमा चाहिँ माथिको निर्देशन बेगर केही पनि नगर्ने भनेर बसेको हुनाले त्यहाँ चाहिँ रचनात्मक कामहरू अलिक कम भएको हो कि हरेक कुरा राज्यले के भन्छ त्यो मात्रै गर्ने, त्योभन्दा बढी पनि नगर्ने फेरि होइन। त्यही भएर यो राज्य नियन्त्रित सामुदायिक विद्यालयहरूको पनि आफ्नै ढङ्गको अप्ठ्यारोहरू त होला। अब संस्थागत विद्यालयहरूले चाहिँ फेरि चाहिने भन्दा बढी नकल पारेको हो कि फेरि होइन। अब नाकमा एउटा फुल लाउने ठाउँमा दुईवटामै लगायो भने त नसो होला। अब कानमा एउटा झुम्का लाउने ठाउँमा कानभरि लगाइदियो त्यो अस्वाभाविक पनि होला। त्यसले कहीँ चाहिँ हामी पनि चाहिने भन्दा बढी अस्वाभाविक ढङ्गले अलिक फेसनेबल बनाइदिने अथवा आकर्षक बनाइदिने पनि हुनसक्छ। त्यस कारणले त्यो बेलामा राज्यको चाहिँ नियन्त्रण चाहिँ आवश्यक छ। तर यसरी लेख भनेर नियन्त्रण गर्ने, यति कति स्कुल खोल भनेर नियन्त्रण गर्ने, राज्यको नियन्त्रण चाहिँ निर्देशन कुनै बेला चाहिन्छ। तर सधैँ यति बजी सुत यति बजी उठ्नुपर्छ भन्ने चाहिँ नभन्दै हुन्थ्यो होइन। हामीलाई छोडिदिनुपर्छ, हामीले चाहिँ आवश्यकता अनुसार चाहिँ कुन बेला कसरी गर्न सकिन्छ, कुन बेला कुन ठाउँमा चाहिँ बच्चाहरूलाई धेरै समय पढाउन सकिन्छ। अब तराईमा आजभोलि पढाउनै सकिँदैन। आज धेरै स्कुलहरू चाहिँ मर्निङ क्लास चलाउँछ, अहिले 6 घन्टा त स्कुलमा राख्न सकिँदैन भने अब वैशाखमा किन नराखेको त, वैशाखमा किन बिदा दिएको त होइन। अब हिमाली जिल्लाहरूमा चाहिँ अब 20-22वटा जिल्ला हाम्रो हिमाली भेगमा पर्ने जिल्लाहरूमा मङ्सिर पुस लागेपछि त हिउँ पर्छ, माघ फागुनसम्म त हिउँ पर्दैन, 3 महिना त त्यहाँ त धेरै पढाइ हुन सक्दैन। अब त्यस्तो ठाउँमा चाहिँ बरु अरू बेलामा चाहिँ पढाऊ होइन, शनिबार आइतबार पनि बिदा नगर भन्ने पनि हुन्थ्यो होला नि त। त्यहाँ चाहिँ किन शनिबार आइतबार किन 2 दिन किन बिदा गर्नु पर्यो? बरु पुस माघमा हिउँ पर्ने बेलामा 2 महिना 3 महिना बिदा हुन्छ तपाईँको त। अब त्यस कारणले राज्यले चाहिँ चाहिने भन्दा बढी निर्देशन भयो कि राजनीतिकमा बस्नेहरूले चाहिँ त्यसलाई चाहिँ अब हामीले भने मान्नुपर्छ, हामी त राज्य हौँ भनेर कतिपय कुरो अहमले गर्दाखेरि कुना काप्चामा बस्ने दूरदराजमा बस्ने नानी बाबुहरूलाई अप्ठ्यारो परिरहेछ कि भनेर सोध्ने, व्यवहारिक ढङ्गले सोधियोस् भन्ने चाहिँ मलाई लाग्छ। त्यसले शिक्षा चाहिँ थकिन सर यो लकडाउनभन्दा अगाडिको शिक्षण सिकाइ र लकडाउनभन्दा पछिको शिक्षण सिकाइमा धेरै अन्तर परेको छ भन्ने गुनासो आएको छ। शिक्षामा सरले अलिक गुणस्तरीय शिक्षाको कुरा गर्नुभयो, शिक्षामा गुणस्तर खस्किएको छ, जिपिएको मार्क बढेको छ, तर विद्यार्थीको सिकाइ घटेको छ भन्ने जनगणना सुनिएको छ। सर आफू प्याप्सनको केन्द्रीय उपाध्यक्ष हुनुभएको हुनाले पनि जिम्मेवारी पदमा हुनुहुन्छ, यसलाई सरले
कसरी लिनुभएको छ? होइन अब राम्रो समाजमा हुर्केको, घरमा परिवारमा हुर्केको र उसले पढाइको महत्त्व बुझेको मान्छेले चाहिँ कहिल्यै घटेको छैन। अहिले जिपिए 4 ल्याउने पनि बढ्दै हरेक वर्ष बढेकै छ नि त। तर फेरि त्यो भनिरहँदाखेरि चाहिँ अलि एभरेज बच्चाहरू, बिलो एभरेज बच्चाहरू चाहिँ अहिलेको सोसल मिडियाको दुनियाँमा चाहिँ धेरै समय चाहिँ स्क्रिनमा बिताएको हुनाले र त्यहाँ एकदमै रमाइलो खुकुरी निकाल्न पाउने, बन्दुक निकाल्न पाउने अनि एक्सएलआर निकाल्न पाउने खालको गेमहरूले गर्दाखेरि चाहिँ धेरै समय त्यहाँ खाएको छ। अनि त्यो समय त्यहाँ बिताएको कारणले चाहिँ एभरेज मान्छेको चाहिँ ह्यान्डराइटिङ नराम्रो, मेरो स्कुलको पनि 50% बच्चाको ह्यान्डराइटिङ राम्रो नभएको, राम्रो लेख्न नचाहने, अलिअलि थोरै लेख्ने, धेरै लेख्न नचाहने, त्यो चाहिँ पढाइमा डिस्ट्र्याक्सन चाहिँ यो सोसल मिडिया र प्रविधिले गर्दाखेरि ल्याएको छ। अब प्रविधिले फेरि राम्रो बच्चाहरूलाई अब हातमा चाहिँ संसार ल्याइदिएको छ। अब नबुझेको कुरा अब टिचरसँग गएर सोधिरहनु पर्दैन, उसले धेरै कुरा त्यहाँ बुझ्न सक्छ, हेर्न सक्छ। अब केही बेसिक कुराहरू चाहिँ स्कुलमै सिक्नुपर्छ, तर बेसिकभन्दा बाहेक चाहिँ जानकारीमूलक नलेजेबल कुरा, अन्डरस्ट्यान्डिङसँगको कुराहरू चाहिँ टिचर चाहिँदैन। अब चाहिँ एउटा सानो 15-20 हजारको मोबाइलले तपाईँ इन्टरनेट जोड्नुभयो भने संसार सबै हातमा आउँछ। त्यसले यो अहिलेको आधुनिक वर्तमान शिक्षामा चाहिँ नेपालभरि नै यो के ट्रेन्ड छ भन्दाखेरि यो लेख्ने, लामो समय पढ्ने, ध्यान गर्ने, अब एकीकृत भएर विचारहरू उत्पादन गर्ने, लामो लेख्ने, लामो किताब लेख्ने, त्यो त विद्यार्थीमा मात्रै होइन, ठुलै मान्छेमा पनि खडेरी छ। आज विश्वविद्यालयमा चाहिँ 1000 भन्दा बढी प्रोफेसरहरू नेपालमा छन्। 1000 प्रोफेसरले हरेक विषयवस्तुमा, आफूले ज्ञान भएको विषयवस्तुमा किताब लेख्ने, लेख्ने, ज्ञानमूलक कुराहरू लेख्ने, भिडियो बनाइदिने, अब आफूले अहिलेसम्म ज्ञान पाएको ज्ञानहरू चाहिँ समाजमा दिने गरी उदार मानसिकता भएको प्रोफेसरहरू चाहिँ कति छन् त, होइन? अब मलाई कति पैसा आउँछ, मैले पद पाउँछु कि पाउँदिनँ भनेर हिँड्ने मात्रै समुदाय छ। त्यसैले विद्यार्थीलाई मात्रै दोष नदिउँ। अब नपढ्ने टिचर कति छन्, नपढ्ने प्रोफेसर कति छन्, होइन? वर्षमा एउटा लेख्नुपर्ने, एउटा किताब लेख्नुपर्ने प्रोफेसरहरूको त दायित्व हो नि खास त, आफ्नो विषयवस्तुको ज्ञाता। अनि उहाँहरूलाई त विश्वविद्यालयमा पढाउने सरहरूलाई त कपी चेक गर्नु नि पर्दैन, क्वेसन बनाउनु नि पर्दैन, बनायो भने नि पैसा आउँछ। अनि हप्ताको 4 पिरियड 3 पिरियड पढाउँदा पनि पुग्छ नि त। उहाँहरूलाई बाँकी सबै समय त लेख, अनुसन्धान, किताब लेख्नेमा टाइम दियो भने खास चाहिँ। त्यसले त्यस्तो खालको चाहिँ सानो बच्चालाई दोष नदिउँ, यहाँ ठुलै मान्छे पनि, अब राजनेताहरू पनि अलिकति राजनीतिक ढङ्गले अध्ययन गर्ने, रिसर्च गर्ने, डाटा खोज्ने, प्रत्यक्ष जनता कहाँ पुग्ने छैन। अब सेन्टरमा बस्ने अनि पार्टीगत नेतालाई मात्रै भेट्ने, नेतालाई नभेटिकन टिकट नपाउने, होइन? अब जनता कहाँ काम गरिरहन्छ, यतातिर टिकट खुस्किया पनि हुन्छ। त्यसले राजनीतिक पार्टीमा पनि विकृति आएको छ। राजनीतिक पार्टीले पनि सही मूल्याङ्कन गरेको छैन। कति मान्छेले चाहिँ अब पैसा छ भने टिकट पाउने जस्तो खालको प्रवृत्तिहरू पनि देखा पर्यो, होइन? राजनीति पनि बिग्रेको छ। अनि त्यसपछि यो सोसल मिडियाले पनि आम मान्छेलाई बिगारेको छ। अनि पढेर भन्दा पैसा कमाएर समाजमा प्रतिष्ठित भएको चाहिँ त्यसैले यो पढ्नुभन्दा त बरु पैसै कमाउने जसरी हुन्छ पैसा कमाउने, होइन? ठगेर हुन्छ कि झुट बोलेर हुन्छ कि अब अथवा के गरेर हुन्छ, होइन? अब यसलाई सबैजना मिलेर एउटा कम्पनीहरू खोलेर सामुदायिक भावना बोकेर अब गाउँभरि सबैले किन एक हल गोरु भैँसी पाल्नु पर्यो? कसैले बाख्रा पालौँ, कसैले भैँसी मात्रै पालौँ, कहिले गोरु मात्रै पालौँ। अनि त्यस्तो खालको व्यावसायिक चेतहरू न गाउँमा आएको छ, होइन? अब सडकको छेउछाउमा नजिकको यातायात धेरै ठाउँमा पुगेको छ। अहिले 46 साल पछाडिको एउटा उपलब्धि भनेको चाहिँ मिडिया र सोसल मिडिया, अनि त्यसपछि बाटोघाटो पनि अलिकति बनेको जस्तो लाग्छ मलाई चाहिँ।
तर त्यो छेउछाउमा कोही मान्छे भेटिँदैन, कसैले सब 90% बारीहरू बाँझो छन्। अब खेतबारीहरू बाँझो छन्, सबै विदेशबाट ल्याउनु पर्ने भइसक्यो। अब बाख्रा पालन मेरै गाउँमा यति धेरै ठाउँहरू खाली छ, यति धेरै जङ्गलहरू घाँसको लागि उपयुक्त ठाउँहरू छ, त्यहाँ 100, 200, 300 भेडा पाल्ने कि बाख्रा पाल्ने कि कुखुरा पाल्ने कि व्यवसाय गरेको भए त्यहीँ चाहिँ अरब छ नि जस्तो लाग्छ मलाई चाहिँ। तर अब समाजले के भन्यो भन्दाखेरि खेती किसान गरेर बस्ने भन्दा अब ढाँटछाल गरेर ठुलो नेता भएको पैसा कमाएको मान्छेले यो चाहिँ विद्वान हो भन्ने चाहिँ समाजले चाहिँ त्यसलाई रिकगनाइज गरे हुनाले पनि आम विद्यार्थीमा पढेर को ठुलो भएको छ र भन्ने एउटा मानसिकता पनि डेभलप भएको छ। पढेर जागिरै पाइन्छ। पठन संस्कृतिको विकास गर्न के गर्नु पर्ला थकिन्छ सर? पठन संस्कृतिको लागि विकास गर्न चाहिँ मैले देखेको चाहिँ अहिलेको आधुनिक थिममा आवश्यकता अनुसार बच्चाले इन्ट्रेस्ट गरे अनुसारको किताबहरू नै बनेको छैन। आजको लेटेस्ट उपन्यासहरू पढ्यो भने नि यो समाजको छर्लङ्ग आउँछ। धेरै जनयुद्धको बारेमा उपन्यासहरू लेखियो। जनयुद्ध एक ठाउँमा ठिक थियो, अब यसले राजनीतिक परिवर्तन ल्यायो, मान्छेले त्याग गरे होइन, कति घर छोडेर हिँडे, त्यसको पनि मैले अवमूल्यन गर्न खोजेँ होइन। तर त्यो मात्रै चाहिँ संस्कृति होइन होला नि त होइन। अब अहिलेको आधुनिक बच्चाहरूलाई पढ्ने खालको चाहिँ नयाँ कसरी नयाँ नयाँ कुरा सिक्न सकिन्छ नेपाली भाषामा भनेर किताबहरू नै आएको छैन। अनि त्यो किताबहरू निकाल्नु पऱ्यो भने सरकारले त्यसलाई प्रायोरिटी दिएको छैन, त्यसलाई ट्याक्स फ्री गरिदिनु पर्ने हो कि अब त्यसलाई कसरी चाहिँ स्रष्टाहरूलाई बचाउने हो भनेर अहिले औँलामा गर्ने स्रष्टाहरू लेखकहरू चाहिँ बाँचेको देख्छु मैले। सुबिन भट्टराई जस्तो एकदम इनर्जेटिक 21-22 वर्षको यङ केटाले पनि उसले 3-4वटा किताब चाहिँ मार्केटमा चलेपछि चाहिँ अहिले उसले आफै आत्मनिर्भर भएर कहीँ जागी राखेको लेखन पेसामा चाहिँ लागिरहेको छ। त्यस्तै थुप्रै साथीहरू छन्, तर त्यो अझै धेरै हुनु पर्थ्यो कि त्यस्तोलाई चाहिँ राज्यले संरक्षण गर्नु पर्थ्यो, राज्यले प्रोत्साहन गर्नु पर्थ्यो। यदि त्यस्तो भयो भने त अहिलेको बालुवाकाले किन डक्टरै हुनुपर्छ भनेर मरिहत्या गर्छ र होइन। फेरि पठन संस्कृति गर्थ्यो, लेख्न थाल्थ्यो, सजिलोसँग पब्लिस गर्न पाएको भए पब्लिस गर्न थाल्थ्यो होइन। यो त हाम्रै आँखाको अगाडि छ, देखेकै छैन त्यो त। अब राम्रो किताबहरू पब्लिस हुनुपर्ने, विदेशी पब्लिसरहरू पनि आउनुपर्ने। अब अक्सफोर्डलाई चाहिँ नेपाल बोलाउन सकिन्थ्यो होला नि त। अब केही किताबहरू चाहिँ यहाँबाट पब्लिस हुन सक्थ्यो होला, राज्यले त्यहाँ पनि पहल गरेको छैन। अब हामीलाई विदेशी किताबहरू पढ्न चाह्यो भने चाहिँ राज्यको त गभर्मेन्ट टु गभर्मेन्टको G2G प्रोजेक्टमा लगेर केही किताबहरू यहीँ नेपालमा पब्लिस गरिदियो भने हामीले सजिलोसँग पढ्न पाउँथ्यो होला। अब नयाँ टेस्टहरू पाउँथ्यौँ होला। त्यसले संसारमा अब धेरै ठाउँ किताब पब्लिस त अमेरिकामै हुँदो रहेछ। अब दिनमै 10वटा किताब चाहिँ पब्लिस हुन्छ अरे भन्छ होइन। तर त्यो पब्लिकेसन सँगसँगै जनताको पहुँचमा पुग्यो कि पुगेन, अब त्यसलाई लाइब्रेरीको थ्रुबाट लानुपर्ने होला, किनेर त साध्यै चल्दैन होइन। अब त्यो राइटरलाई बाँच्नलाई चाहिँ फेरि त्यो लाइब्रेरीमा किनेको किताब बेचेको किताबले मात्र नहुन सक्छ। त्यसले यस्तो खालको थुप्रै पक्षहरूले चाहिँ अहिलेको बच्चाहरूमा पढ्न हुन्न, पढेर को ठुलो भएको छ र यत्रो राति निन्द्रा मारेर किन पढ्नु पर्यो, यो कहाँ प्रयोग हुन्छ र, मैले पढेर के जागिर पाउँछु होला र, अब म राम्रो पढेर म एकदम ज्ञानी भएर मैले के उपलब्धि पाउँछु होला भनेर न्यायोचित छैन। अब अहिले एउटा मात्रै राम्रो हुँदैन, राम्रो पढेको मान्छेहरूको चाहिँ बच्चाहरूले चाहिँ अलि अवसर चाहिँ पाएको हो कि जस्तो लक्ष्यहरू चाहिँ अलिक फेयर भएको हो कि भन्ने मलाई लाग्छ। जस्तो नेपाल आर्मीमा पनि धेरै पहिला चाहिँ आर्मीकै मान्छेहरूले अनम्यारिड हुनुपर्ने शर्त छ, त्यहाँ भोलि आफ्नो छोरी बहिनी दिनुपर्ने भएर हो कि क्या हो जस्तो लाग्छ मलाई। अब त्यसमा अलिक फेयर भएको छ। त्यस्तै जस्तो अहिले म्यानेजमेन्ट पढ्ने हो त्यत्रो ब्याङ्कहरू, अब विकास ब्याङ्कहरू छ, वाणिज्य ब्याङ्कहरू छ, राष्ट्र ब्याङ्कहरू जस्तो छन्। अब ब्याङ्कहरूमा एक ठाउँबाट चाहिँ नेपालभरि चाहिँ बाट पढेको राम्रो क्रिम बच्चाहरूलाई वर्षमा 2चोटि वर्षमा 1चोटि रिक्रुट गरेर अनि त्यसलाई पास गरेको मान्छेलाई चाहिँ सरकार कुन ब्याङ्कले कहाँ आवश्यकता छ त्यहाँबाट पास गरेको मान्छेलाई लाने,
शिक्षामा पनि नेपालभरिको शिक्षकलाई जात लिउँ, पढाउँछु भन्ने साथीहरूलाई चाहिँ, अनि त्यसपछि त्यसलाई रोस्टरमा राखौँ, अनि जहाँ जहाँ खाली हुन्छ त्यहाँ त्यहाँ बोलाउँदै राख्दै पढाउन दिउँ, केही सुविधाहरू दिउँ उनीहरूलाई चाहिँ। अब त्यस्तो खालको चाहिँ छैन। यहाँ त अब मेयरलाई चिनाएको छ कि छैन, अब शिक्षा मन्त्रीलाई चिनाएको छ कि छैन भनेर जब कहाँ खाली छ भन्ने पनि थाहा नपाउने होइन। मान्छेलाई चाहिँ यो न्याय चिज छैन हाम्रोमा चाहिँ। सक्षम मान्छेले राम्रो ठाउँमा चाहिँ सजिलोसँग जब पाउनुपर्छ। सबै विद्यार्थीहरू अध्ययनशील हुन्छन् भन्ने छैन, सबैलाई म्याथ आउँछ भन्ने छैन, सबैलाई चाहिँ ल्याङ्ग्वेज आउँछ भन्ने छैन। मान्छेको स्वभाव फरक हुन्छ, मान्छेको ज्ञानहरू फरक हुन्छ होइन, सोचहरू फरक हुन्छ, व्यवहारहरू फरक हुन्छ। अब साँच्चै रियलमा उसले अध्ययन गर्ने, अनुसन्धान गर्ने, सोच विचार गर्ने, विचार प्रवर्धन गर्ने खालको क्रिएटिभ मान्छेहरूलाई चाहिँ यो पढाइ लेखाकै काममा जब दिनु पऱ्यो नि त, अनि पो राम्रो हुन्छ। अब लोकसेवामा पास नगरिकन खडा हुन पाइँदैन भन्थ्यो। अब हाम्रो नागरिक त हातले लेखेको नागरिक त हुन्थ्यो, हातले लेखेको नागरिक त नामै उल्टो लेखिदिने, कति के गरेर दुःख पाऊँ मैले धेरैपल्ट देखाएको छु होइन। त्यो कर्मचारीले मेरो नामै बिगारेको कर्मचारीलाई मैले काहीँ मुद्दा हाल्न पाउँदिनँ, काहीँ उजुरी बाजुरी गर्न सक्दिनँ। अब साँच्चै लोकसेवा पढेर एकदम विद्वानलाई दिएको भए त मेरो नाम उल्टो लेख्दैन थियो होला, अथवा मेरो नाम बिगार्दैन थियो होला, अब राम्रोसँग लेख्थ्यो होला। अब कम्प्युटराइज भयो, अब चाहिँ त्यो समस्या रहेन। तर पनि फेरि पनि के हो भन्दा हिजोको दिनमा फेयर सेलेक्सन होइन, न्यायोचित बाँडफाँडहरू होइन, सक्षम विद्यार्थीले पाएको छैन। त्यसलाई यो मेडिकल साइन्समा, इन्जिनियरिङ साइन्समा, अब चाहिँ म्यानेजमेन्टतिरको सबै विधाहरूमा चाहिँ 12 सकिएको बच्चालाई एउटा परीक्षा लिने होइन, अनि त्यसपछि ग्रेजुएसन सकेपछि एउटा परीक्षा लिने, अनि उसलाई इन्ट्रेस्ट लागेको ठाउँमा कहीँ जानु पर्दाखेरि सरकार त्यहाँबाट चाहिँ रोस्टरबाट तानेर लाने खालको एकदम क्रिम मान्छेहरू चाहिँ त्यस्तो बनाउन सके बल्ल विद्यालयमा आएर ओहो मैले पढ्नुपर्छ। अब मैले हिजो अस्ति मात्रै एउटा बच्चाको कुरा गरेँ, मलाई अफिसमा ल्याएर सम्झाउँदै थिएँ, सर मलाई अघिल्लो सालको दाइरा दिदीको चाहिँ कक्षा 8मा चाहिँ 4 GPA ल्याएको थियो भन्थ्यो, उनीहरूको प्रि टेस्टको रिजल्ट देखाउनुसम्म हेर्छु भनेर। म्याथमा कति ल्याएको छ, साइन्समा कति ल्याएको छ। अब केही मान्छेले अघिल्लो पुस्तालाई हेरेर ऊ आफै अभिप्रेरित भएर अझै राम्रो पढ्न म यत्तिकै नम्बर ल्याउन सक्छु भनेर आँट गर्ने मान्छे पनि हुन्छ नि त। त्यसले हाम्रो समाजमा चाहिँ रिजल्टहरू चाहिँ छलफलमा ल्याउनुपर्छ, प्रष्ट देखाउनुपर्छ। स्कुलभित्र पनि आन्तरिक प्रतिस्पर्धा पनि हुनुपर्छ, जिल्लागत प्रतिस्पर्धा, नगरपालिका स्तर प्रतिस्पर्धाहरू सम्मानित गर्ने, प्रोत्साहन गर्ने, यो परिपाटी पनि आवश्यक छ। अब बरु राजनेतालाई चाहिँ माला लगाइहाल्ने होइन, अब बाटोबाट फुल दिने चाहिँ गर्छौँ, तर राम्रो पढ्ने बच्चालाई चाहिँ आफ्नै बाबामा र आफ्नै शिक्षकले त गरे होला, तर त्यो पनि लिमिट छ त्यसलाई। त्यस कारणले यो विभिन्न कारणले पढेर के हुन्छ, साँच्चै पढेर म राम्रो हुन्छु होइन, पढेर मैले यो संसारलाई बदल्न सक्छु भन्ने कुरा चाहिँ असम्भव जस्तो देखिया हुनाले हामीलाई पनि रातारात पढ, यस्तो गर, आँखा बिगारिकन पढ्ने होइन, त्यसपछि चाहिँ लाइब्रेरीबाट किताब लैजा पढ भन्छु होइन, क्लासमा ध्यान दिएर सुन्न भन्छु। अब यस्तो खालको कुराहरू त हामीले गरि नै रहेछौँ, तर गर्दा गर्दा पनि त्यो लाइनमा बालबालिकालाई ल्याउन अलिक गाह्रो भएको छ, किनभने यो समय परिस्थिति त्यस्तो छ। अब वर्षौँ राजनीति गरेको मान्छेले चुनाव जित्दैन, अब एउटा ठेकदार आएर चुनाव जितिहाल्छ होइन। अब भनेपछि त अब त्यसले पनि के सिकायो त समाजलाई होइन, पैसा सिकायो नि त। म क्लासमा फर्स्ट बोय भएर के अर्थ हुन्छ, मैले पैसा कमाउन नकमाइदिनु म नेता हुन पनि सक्दिनँ, म ठुलो पद पनि पाउँदिनँ, मेरो बाबुसँग आमासँग पैसा छैन भने म ठुलो मान्छे बन्न सक्दिनँ भन्ने पनि होला नि त। यो त्यस कारणले न्यायोचित सबै ठाउँमा प्रायोरिटी चाहिँ मेरिटलाई दिनुपर्छ। मेरिटको आधारमा बच्चालाई प्रोत्साहन गर्ने, मेरिटको आधारमा जागिर पाउने, मेरिटकै आधारमा उसले पेसा पाउने, मेरिटकै आधारमा उसलाई माथि प्रमोसन गर्ने भयो भने चाहिँ यो संसारमा पुँजीवादी संसार हो। अब नेपाल पनि अब संसारबाट अछुतो रहन सकेन। अब 56% कम्युनिस्टहरू छ भन्छन्, तर अब सबै कम्युनिस्ट पनि त्यस्तो रहेन। यहाँ त पुँजी कम्युनिस्ट नेताको पनि कति ठुलो घर भनेर देखाउनै पर्ने भयो।
त्योले गर्दाखेरि चाहिँ अब अहिलेको चाहिँ यो जेनजी आन्दोलनसम्म आइपुगेको होला कारण त्यही त होला मान्छेको असन्तुष्टि त्यही नै होला त्यसलाई त्यहाँ समाजमा मात्रै पोखिएको छैन हाम्रो क्लासरुममा पनि त्यो देखिन्छ हाम्रो स्कुलभित्र त्यो देखिन्छ समाजमा त्यो देखिन्छ मलाई चाहिँ लाग्छ आज हरेक गाउँठाउँमा स्कुल नगइकन एकदम राम्रो जिमको प्यान्ट लगाएर त्यहाँ कपाल यसो हल्लाएर हिँडेको मान्छे चाहिँ खतरा दादा हुन्छ होइन ऊ चाहिँ नेताको पछि ऊ हिँड्छ अनि हामीलाई प्रभाव पार्ने चाहिँ उयो हुन्छ भनेपछि त पढेर त कसले मायामा टेर्छ र त्यसले यो पढाइको कुरालाई चाहिँ वास्तवमा चाहिँ हाम्रो मेरिटोक्रेसी मेरिट उत्कृष्ट बनाउने चाहिँ विभिन्न पोलिसीहरू आउनुपर्छ र यो मोनिटरी हुनसक्छ पैसाको कारणले पनि हुनसक्छ किताबै दिएर हुनसक्छ आन्तरिक प्रतिस्पर्धा गरेर हुनसक्छ अब सरकार कहाँ आयो फेरि अहिले चाहिँ जाँचै नलिई भन्ने थाल्यो हो यसैमा सर यो आन्तरिक मूल्याङ्कनका आधारहरू के होलान् भन्ने पनि प्रश्न आउनु गएर छ अब भाषामा भए भाषाको मूल्याङ्कन बोलाइ लेखाइ पढाइ सुनाइ चाड एस्पेक्टमा लिनु पर्ला नेपाली भाषाभाषी सुनाइ बोलाइ गरिरहनु पर्दैन हामी दैनिकै बोल्छौँ त्यसो भाषालाई अब सुन्नु पनि हामीलाई पर्दैन हामी बुझिहाल्छौँ होइन बोल्नु पनि सिकाउनु पर्दैन बोलिहाल्छौँ सुनाइ बोलाइ त परेन अब लेखाइको कुरा त चाहिएला नि त अब यति धेरै वर्ण विन्यास यति कम्प्लिकेटेड वर्ण विन्यास छ हाम्रो नेपाली भाषाको अब त्यो दीर्घलाई दीर्घै लेखा अरे क्या अब त्यो दीर्घ भन्ने शब्दलाई दीर्घ लेखा अरे सूचना भन्नलाई सु दीर्घ लेखा अरे अब त्यसको पछाडि लजिक के छ भन्दा केही छैन यो संस्कृतबाट आएको हो तत्सम शब्द हो लेख्नुपर्छ अब यति धेरै झन्झट छ यति धेरै गाह्रो छ अब वर्ण विन्यास नेपाली अब वर्ण विन्यास त धेरै पढाउनु पर्ने होला हामीले त्यसको वर्ण विन्यास आउँछ कि आउँदैन जाँच लिनु परेन र हामीले अब अनि एक कक्षालाई जाँचै नलिने त उसले पढ्न सक्छ सक्दैन पढ्न सक्छ र अहिले बच्चाले बोल्न सक्छ तर लेख्न र पढ्न त सिपै चाहिन्छ त्यसैले सरकारले परीक्षाको मोडल फरक हुनसक्छ परीक्षाको चाहिँ तरिका फरक हुनसक्छ विधि फरक हुनसक्छ कुन बेला लिने भन्ने फरक हुनसक्छ त्यो 3 घन्टाभित्र लेख भन्नु पर्न सक्छ उसले दिनभरि लाएर लेख भने लेख्नु भन्नु पर्न सक्छ अनि हरेक किताबहरूको चाहिँ वर्कसिटहरू हुनुपर्छ कक्षा 5 सम्म चाहिँ उसले च्याप्टर सकियो च्याप्टर पढेपछि चाहिँ कति बुझ्यो त्यहाँ बोलेर मूल्याङ्कन गर्ने हो कि सोधेर मूल्याङ्कन गरेर लेखेर मूल्याङ्कन गर्ने हो कि त्यस्तो वर्कसिटहरू टेक्स्ट बुकहरू त्यस्तो रमाइलो टेक्स्ट बुकहरू भएपछि पो बच्चाले भाषाले सिक्ला म्याथ स्किल सिक्ला साइन्सको नयाँ इनोभेसनहरू बारेमा थाहा पाउला होइन सिक्न खोज्ला त्यो कुनै त्यहाँ काहीँ कुरा चाहिँ केही कुरा गर्दैन एकैचोटि कक्षा 5 सम्म जाँच नलिउ भन्ने कुरो चाहिँ यो शिक्षामा न्यायोचित हुँदैन संसारमा मूल्याङ्कन भन्ने नै नहुने विषय केही पनि छैन अहिले तपाईँलाई मेरो जो वार्तालाप भइरहेछ अब यसको मूल्याङ्कन पनि हरेक मान्छेले गरिरह होला होइन सुनिराखेको श्रोताले त हाम्रो मूल्याङ्कन गरिरहेछ कुरा के आयो के कुरामा फोकस भयो कति आवश्यक हो समाजको लागि भन्ने त अब उहाँले मूल्याङ्कन गरे होला यो मूल्याङ्कनै नहुने कुरो के हुन्छ यो संसारमा त मूल्याङ्कन त हुन्छ त अब मूल्याङ्कन गर्नमा नम्बरको आधारमा भन्दा ग्रेडको आधारमा गर्दा अलिक बढी साइन्टिफिक हुन्छ भने हामी मान्यौँ त ग्रेड गर्न मान्यौँ 80 देखि 90 ल्याउने भनेको चाहिँ ए हो 80 देखि 89 सम्म ल्याउने ए हो त्यो 8-9 नम्बरलाई चाहिँ 1 नम्बर 2 नम्बर नछुट्याउँ त्यसलाई ग्रेड बनाऊँ भन्दाखेरि 5 वटा ग्रेड बनाएर त्यो पनि हामीले मान्यौँ अब त जाँचै नलिउ भन्न थाल्यो त्यो ग्रेड कहाँ दिने त जाँच नलिकन कक्षा कोठामा आए बापत 10 मार्क्स प्रोजेक्ट वर्क गरे बापत 10 मार्क्स राम्रो लुगा लगाए बापत 10 मार्क क्वेसन सोधे बापत 10 मार्क भनेर मूल्याङ्कन गरौँ सरकारको निर्देशनमा त्यही छ त त्यो मात्रै हो त पढाइ ठ्याक्क टाई लाउने मात्रै पढाइ हो त त्यो बच्चाले चाहिँ के सिकेको छ होला त्यसैले मूल्याङ्कनको बारेमा छलफलमा ल्याउँ बहस गरौँ भाषागत मूल्याङ्कन फरक हुनसक्छ अङ्ग्रेजी भाषाको मूल्याङ्कन फरक हुनसक्छ नेपाली भाषाको मूल्याङ्कन फरक हुनसक्छ म्याथको मूल्याङ्कन अझै अलिक फरक अन्तर्राष्ट्रिय प्र्याक्टिसहरूलाई हेरेर गरौँ होइन साइन्सको पनि अन्तर्राष्ट्रिय प्र्याक्टिसहरूलाई हेरेर गरौँ सोसललाई कसरी मूल्याङ्कन गर्ने क्वेसन मोडलहरूमा छलफल गरौँ अनि यस्तो खालको लिउँ मात्रै के हो भने मलाई पनि लागेको चाहिँ भने एक कक्षामा पढ्ने बच्चाले 5 वर्षको बच्चाले 5 देखि 6 वर्षको बच्चाले चाहिँ 3 घन्टामा तैँले सघाउनुपर्छ भनेर टाइम लिमिट दिएर दिनु चाहिँ
न्यायोचित होइन, म त्यो कुरामा स्वीकार्छु। तर उसले जानेको कुरा, उसले बुझेको कुरा टिक लाउने ठाउँ कहाँ हो, उसले ठिक लाग्यो कि लागेन हामीले हेर्ने ठाउँ कहाँ हो होइन। अब त्यो डिजिटल पेपरलेस बनाउनेतिर जाऊँ न बरु होइन। क्वेसनहरू चाहिँ यस्तो होस् कि अब डिजिटली आओस्, हेर्दा हेर्दै खेल्दा खेल्दै उसले सिकोस्, उसले सिकेको कुरो त्यहाँ टिक लगाओस्, चिन्ह लगाओस्। अनि त्यो कतै त्यसको उसले के गरेछ भनेर अब क्वेसन पनि अब लक्ष्मीप्रसाद देवकोटा कहिले जन्मेको भनेर क्वेसन नसोधाउनु नि त। लक्ष्मीप्रसाद देवकोटाको बारेमा के बुझेछ लेखा भनौँ न भन्नु न। अब महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा के बुझ्छ बच्चाले, पढाएपछि त के न के त बुझ्ला। त्यो शुद्ध भाषामा लेख्छ लेख्दैन, भाषागत चेक त गर्नु पर्ला नि त होइन। अब त्यो लक्ष्मीप्रसाद देवकोटाको चाहिँ कविता एउटा पढ्यो अनि विद्वान भइहाल्छ र। त्यो कविता लक्ष्मीप्रसाद देवकोटा जस्तो कविता महाकविले लेखेको छ। हामी इङ्ग्लिस र नेपाली दुइटै भाषामा प्रखर मान्छे हो नि, उसले पनि फर्मल एजुकेसन त्यति ठुलो पढाएको होइन नि। तर उहाँ धेरै मलाई चाहिँ उहाँको चाहिँ कविता सुन्दा पढ्दा, अझै विशेष गरेर लक्ष्मीप्रसाद देवकोटाको निबन्धहरू पढ्दाखेरि चाहिँ मैले अङ्ग्रेजी निबन्ध पनि पढाएको छु, नेपाली निबन्ध पनि पढाएको छु, उहाँको कविता इङ्ग्लिसमा पनि पढाएको छु, नेपाली पनि पढाएको छु। उहाँ चाहिँ शब्द भाषाको विचारको यति धनी हुनुहुन्थ्यो होइन। अब उहाँले चाहिँ लेखेको कुराहरू चाहिँ अब त्यस्तो उहाँको कविताको बारेमा पढौँ, छलफल गरौँ। त्यो बेला त्यो जमानामा कसरी लेख्यो होला होइन, अब के भन्न खोज्यो होला। अब यसरी रमाइलोसँग पढौँ अनि केही केही एक्टिभिटिजहरू गरौँ, अनि एक्टिभिटी गर्दाखेरि मूल्याङ्कन भइहाल्छ नि त। त्यसैले मूल्याङ्कनको विधिमा फरक पर्न सक्छ, मूल्याङ्कनको तरिका फरक पर्न सक्छ। त्यो 3 घन्टामा 2 घन्टामा लेख भनेर टाइम लिमिट दिएर बच्चालाई दिन आवश्यक छैन। त्यो कुरामा म राजी छु। तर मूल्याङ्कनै हुँदैन, जाँचै नल्याऊ, अनि रेगुलर स्कुल कति नआयो त्यसको 10 मार्क्स, अनि चाहिँ कोही क्लासमा चाहिँ क्वेसन सोध्दैन, उसले पार्टिसिपेसन कति गरेछ भनेर त्यसको आधारमा 10 मार्क। एउटा प्रोजेक्ट वर्क चाहिँ ठिकै छ होइन, प्रोजेक्ट वर्कलाई चाहिँ 40 मार्क दिने भनेको छ। अनि यो राज्यले बोलेको यो कार्यविधि चाहिँ, मूल्याङ्कन कार्यविधि चाहिँ यो बच्चाले भाँडाकुटी खेलेकै जस्तो लाग्छ। अब माटो हिलोसहित खेल्न पाए त रमाइलो हुन्थ्यो होला बच्चालाई। तर त्यो पनि अब चाहिँ आर्टिफिसियल भाँडाकुटी नै हुने होला होइन। यो मलाई चाहिँ यो कुरामा त्यति राम्रो लागेको छैन। राज्यले चाहिँ थकिन सर, यो देशमा दाउरा पढाइयो तर दाउरा देखाइएन, माटो पढाइयो तर माटो छाइएन भएको त होइन। अब आधुनिक समाजमा अब दाउरालाई त छुनु पनि पर्दैन हो। अहिले चाहिँ दाउराबाट कतिवटा फर्निचर बन्छ भनेर त अब 3Dमा भिडियो आउँछ होइन। अब ओरिजिनल भन्दा अझै राम्रो चाहिँ उसले बनाइदिन्छ, एआईले बनाइदिन्छ। माटै छुनुपर्छ भन्ने पनि छैन, तर मनले छुनु पर्यो, मन चाहिँ पुग्नु पर्यो होइन। अब त्यही पेसा गर्नेले त माटो नसिक्ने त उपाय छैन होला। कृषि पेसा नै गर्ने हो अथवा घरमै काम गर्ने हो, रियल काम गर्नेले त छुनै पर्छ, त्यो बाध्य नै हो। त्यो नसिकन त उत्पादनै हुँदैन होला। तर अब पढ्ने कुरामा त स्कुल आउने भनेको त मैले देखेको चाहिँ भाषागत सिपहरू सिक्ने हो, अब म्याथमेटिक्सको सिपहरू सिक्ने हो, अरू सिपहरू सिक्ने। अरू त व्यावहारिक कामहरू त अब गरेरै सिक्ने हो, त्यही जानु पर्यो। व्यावहारिक हुने हो। माछा पालन, अब कुन कुन ठाउँमा माछा पालन गर्न सकिन्छ भने माछा पालनलाई त यो कक्षा 10 पढ्नै पर्दैन नि। 6 महिना वर्ष दिन पुरै माछा पालनको बारेमा उसलाई कस्तो रोग लाग्छ, उसले के खान्छ, कस्तो पानी हुनुपर्छ, कस्तो कुवा खन्नुपर्छ, कस्तो पोखरी बनाउनुपर्छ। 6 महिना वर्ष दिन आज कहिले फिसरी नपढेको मान्छेले त्यो हेन्जामा यत्रो ठुलो ट्राउट माछा उद्योग खोलेको छ त त्यहाँ कोही फिसरीमा पिएचडी गरेको मान्छे गएको त मलाई लाग्दैन होइन। अब त्यो फिसरीको पिएचडी गरेको मान्छेले त्यति काम गर्न सक्छ जस्तो लाग्दैन मलाई। होला कुनै बेला अब फिस सम्बन्धीको के अनुसन्धान नयाँ ऊ चाहिँ प्रजनन
प्रक्रिया के गर्ने भनेको रिसर्च चाहिँ पिएचडीले गर्ने होला। तर साँच्चै रियलमा चाहिँ हेम्जाको ट्राउट माछा उद्योग खोलेर काठमाडौँसम्म ट्राउट माछा पुर्याउने मान्छे त केही पनि पढाएको छैन उसले, स्कुलै नगए नै हुन्छ होला। अब चिठी लेख्नु पर्ला, के गर्नु पर्ला होइन। अब नयाँ नयाँ अनुसन्धान पढ्नु त पढेको मान्छे चाहियो। त्यसैले भाषागत विद्यालय शिक्षा चाहिँ अनिवार्य हुनुपर्छ। विद्यालय शिक्षामा चाहिँ नेपाली भाषा, मातृभाषा, अङ्ग्रेजी भाषा, के भाषा चाहिन्छ नेपालीलाई, अब त्यसको सिप चाहिँ स्कुलमै सिक्ने हो। त्यसपछि चाहिँ 10 सकिएपछि अथवा 12 सकिएपछि चाहिँ अब बङ्गुर पालन गर्ने भए बङ्गुर फार्मै खोल्न दिउँ, पैसा गर्न दिउँ होइन। उनीहरूलाई चाहिँ राज्यले लगानी गरिदिउँ।